सबैले भन्थ्यो होइन बाहुनहरू लास्टै लोभी हुन्छ, त्यो पनि नेपाली कहिले पनि विदेश यात्रा गर्दैन। ल हेर्नुहोस्, आज हामी 2 बाहुन र 1 कम्बोडियन अस्ट्रेलियाबाट जापानको लागि यात्रा गर्न गइरहेको छौँ। यो चाहिँ हामीले कुनै ट्राभल टुल्स बुक गरेर गरेको होइन, हामी आफ्नो इन्भेस्टिगेसन र गुगल म्याप र गुगल ट्रान्सलेटर सबै चिजलाई समावेश गरेर हामी विदेश यात्रा गर्न गइरहेको छौँ। हामी चाहिँ जापानको लागि यात्रा भियतनाम एयरलाइन्सबाट गर्न गइरहेको छौँ र हाम्रो यात्रा चाहिँ भियतनाममा ट्रान्जिट भएर जापान पुग्नेछ। प्लेनमा अत्यन्तै स्वादिष्ट खानाहरू थियो र प्लेनको यात्रा त्यस्तै बोरिङै हुन्छ, तर हामीले त्यसलाई रोमाञ्चक बनाउन धेरै कोसिस गरिरहेको छौँ। लाइक जापानको बारेमा कहाँ घुम्ने, कसरी घुम्ने हामी सल्लाह गरिरहेको थियौँ बेला बेलामा। र बाहिर हेर्दा मनमोहक दृश्य, बादललाई छोएर प्लेन अगाडि बढेको। त्यसै गरी आफ्टर 6-7 आवर्स हामी भियतनाम पुग्यौँ र ट्रान्जिट चाहिँ 5 आवर्सको थियो र हामी प्लेनमा गलेको थियौँ र रातिको 1-2 बजेको थियो। त्यसैले गर्दा मेरो साथीहरू वेटिङ एरियामा निदाउनु भयो र म चाहिँ मोबाइल चार्ज गरेर फेसबुकमा स्क्रोल गर्न थालेँ। हाम्रो प्लेन चाहिँ बाहिर उभिरहेको थियो, तर 5 आवर वेटिङ पिरियड भएकाले हामी प्लेनलाई हेर्न मात्र सक्थ्यौँ, प्लेनभित्र जान सकेको थिएनौँ। त्यसै गरी आफ्टर 5 आवर्स हाम्रो बोर्डिङ पास सुरु भयो र सुरुमा अर्चना अगाडि बढिन् र उसको पछि पछि हामी लाग्यौँ र हामी प्लेनभित्र बस्यौँ। प्लेन चाहिँ अस्ट्रेलियाबाट जापान जाँदाखेरि चाहिँ बोइङ प्लेन थियो। प्लेन हामीले सोचे जस्तै राम्रो थियो र त्यहाँको खाना पनि स्वादिष्ट नै भन्नुपर्छ। हामी नेपालीलाई त दाल भात तरकारी भयो, अरू चाहिँदैन, तर विदेशीको लागि खाना मिठो नै थियो। र बेला बेलामा हामी 3D म्याप हेरिरहेको थियौँ हामी जापान कहिले पुग्छौँ भनेर। र आफ्टर 6 आवर्स फ्रम भियतनाम हामी जापान फाइनली पुग्यौँ र भियतनाम पुग्यौँ रे जापान पुग्यौँ। जापान पुगेर चाहिँ हामी हेर्दाखेरि हामीले नेपाल एयरलाइन्स देख्यौँ र मेरो मोबाइलमा त्यो मैले कैद नगरिकन बस्न सकेँ र कैद गरेर बसिसकेपछि हामी बाहिर निस्किने क्रममा मेरो दाइ लिन आउँछु भनेको थियो र दाइ चाहिँ टर्मिनल 1 मा गएछ, हामीलाई 2 मा ल्यान्ड गर्यो। अब के गर्ने भनेपछि हामी चाहिँ आफ्नो धुनले फोटो खिच्यौँ, बस्यौँ, आफ्नो पोज दियौँ र फाइनली दाइ भेट भएर दाइले चाहिँ हामीलाई होटल द मेन टर्मिनल होटल जाने क्रममा चाहिँ हामी होटल गइसकेपछि दाइले बाहिर कतै घुमाउन लग्छु भनेको थियो। दाइले चाहिँ आजको छुट्टी लिएको थियो र एयरपोर्टबाट चाहिँ हाम्रो होटल लाइक 2.5 आवर टाढा थियो। हाम्रो चाहिँ सिटीमा होटल बुक गरेको थियौँ, तर एयरपोर्ट चाहिँ आउट अफ द टोकियो थियो। र अब हामी होटल पुग्न आँट्यौँ। होटलबाट हामी अर्को ठाउँमा गएपछि म नेक्स्ट पार्टमा देखाउने छु। स्टे ट्युन गाइज, बाई।